हेलो गाइज, आज मेरो यात्रा चाहिँ पोखरा टु बर्दाघाट। यो चाहिँ पोखरा, म चाहिँ पोखरादेखि हिँडिसकेको छु। साथीहरू हेर्नुहोस् त, यस्तो डाँडाकाँडा हरियालीमा रमाउँदै रमाउँदै म चाहिँ बर्दाघाटसम्म है यात्रा चाहिँ हेर्नुहोस् त कस्तो आनन्द लाग्छ कि मलाई चाहिँ। वन जङ्गल हरियाली डाँडाकाँडा भनेपछि झन् मलाई असाध्यै मनपर्छ है। मेरो एकदम मनपर्ने चिज भनेकै डाँडाकाँडा वन जङ्गल हरियालीमा रमाउन एकदम मनपर्छ। हेर्नुहोस् त, खोलाको तिरैतिर लागियो म चाहिँ यता बर्दाघाटसम्म साथीहरू। वाउ, कस्तो राम्रो छ कि है। फाइनल्ली यो चाहिँ चितवनको वन जङ्गल है। तराईको वन जङ्गल हेर्नु न कस्तो सम्म हुन्छ। हाम्रो पहाडको वन जङ्गल र तराईको वन जङ्गलमा धेरै डिफ्रेन्ट हुँदो रहेछ क्या है साथीहरू। फाइनल्ली म चाहिँ नारायणघाट आइसकेको छु। आज चाहिँ अहिले चाहिँ म नारायणघाट आइसकेँ साथीहरू। मैले तपाईँहरूलाई रिक्सा पनि देखाइदिन्छु है, अटो। हाम्रो उता पोखरातिर चाहिँ अटो पाउँदैन नि त, त्यही भएर हेर्नुहोस् त यो अटो। म चाहिँ बसमा एकदम थाकेको थिएँ कि मलाई एकदम गाह्रो हुन्छ बसमा यात्रा गर्नलाई, त्यही भएर मैले चाहिँ अरू भिडियो चाहिँ नेक्स्ट पार्टमा देखाउने।